अस्ति त्यत्रो गाली गर्ने अब आज फेरि मिल्ने भन्न हुँदैन। अस्ति एउटा परिस्थिति थियो भनियो, त्यसको समीक्षा गर्ने त मैले अघि भनिसकेँ। समीक्षा गरौँ, गल्ती कमजोरी भएको छ भनेपछि सच्याउँ। तर आज देशको आवश्यकता, जुन राष्ट्रिय स्वाधीनता सङ्कटमा छ, कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, हामीले भनेका छौँ अहिले पार्टी एकता भनेर यो सहकार्य गर्ने बित्तिकै पार्टी एकता हुनै लागेछ क्यारे भन्ने पनि होइन। यो भ्रममा हामी कोही नपरौँ। सहकार्य एक खालको कार्यगत एकता हो, त्यो इस्यु अनुसार हुँदै जाने हुन्छ। पार्टी एकता भनेको विचार, राजनीति, सङ्गठन, सिद्धान्त, धेरै कुरा त्यसमा विचार गरिनुपर्छ। हामीले हिजो पक्कै पनि एकता गर्दा धेरै वैचारिक राजनीतिक तयारी नगरेको हुनाले बिग्रेको चाहिँ पक्कै पनि हो। नेताहरूलाई मात्रै गाली गरेर पनि पुग्दैन, पक्कै पनि प्रमुख जिम्मेवारी नेताहरूले नै लिन पर्छ। यसमा पनि मेरो विमति होइन, मुख्य जिम्मेवार नेताहरू नै हुन्छन्। तर नेताहरूलाई बेसरी गाली गर्ने अनि आफू चाहिँ बडो चाहिँ दुधले नुहाएको जस्तो, चक्खै छु जस्तो गरी कुरा गर्यो भने त्यहाँ पनि कुरा मिल्दैन।